नमस्कार सबैजनालाई। मेरो च्यानलमा गएर सब्स्क्राइब गरिदिनु होला सबैजनाले, अनि बेल आइकन पनि थिचिदिनु होला। मैले चाहिँ फुलबाट सुरु गरेको छु। अब हाम्रो पुराण पनि आउँदैछ। के अरे सोह्र लागेपछि सोह्र लागेको 5 दिनदेखि चाहिँ हाम्रो सुरु हुन्छ पुराण। सबैजनालाई निम्तो। यहाँबाट पनि हिजो बेलुका चाहिँ मम्मीले यहाँनिर यो लाइन चाहिँ यस्तो मिलाउनु भएको, तर मिल्न चाहिँ मिलेकै छैन। अरूको लाइन हेर्नुपर्छ, कस्तो मजाले मिलेको हुन्छ। हाम्रो चाहिँ लाइन यस्तो छ, यता चाहिँ मिलाएकै छैन। यता मात्र मिलाउनु भएको थियो, मम्मीले मिलाउनु भयो, मैले अनि सोरेको हो। झार माटोहरू मैले सोरेको हो। हाम्रोमा चाहिँ यस्तो छ। फुलहरू पनि फुल्दैछ पुराणलाई। कति ठुलो भएको छ यो। हेर्दै जानु होला। अहिले चाहिँ यो अचारलाई चाहिँ अलिकति घाममा लगाएर राखिदिनु पर्यो। ल मैले यहाँ ल्याएर राखिदिएको छु। यो अचारलाई चाहिँ यो घाम चाहिन्छ, त्यही भएर राखिदिएको छु। सानो सानो कार्पेट चाहिँ मम्मीले उयो सानो कुटी घरमा राख्नुभयो, अनि यो लामो चाहिँ राख्नु भएको छ। यो सबै धोएको कार्पेट हो, भोलि पर्सि चाहिन्छ। यहाँ ओछ्याएर अब चिसो आउँछ नि त, चिसोको बेलामा अनि ओछ्याएर यहाँनिर राख्ने हो। यो गाडी चाहिँ हाम्रो हो। यो चाहिँ भोलि पर्सि पुराणमा सबै निस्किन्छ। यो सबै एउटा यहाँ हुँदैन, यहाँ चाहिँ खाली हुन्छ। अनि यहाँनिर आएर मण्डपहरू के बनिन्छ। अनि यता चाहिँ पुराण सुन्ने मान्छेहरू बस्छन्। अनि यहाँ सब्जीबारीभित्र चाहिँ उयो भाँडाहरू, मैला भाँडाहरू चाहिँ धुने ठाउँ हुन्छ। अनि यहाँ चाहिँ हाम्रो त्यो किचन आएर बस्छ। यहाँ चाहिँ हाम्रो किचन आएर बस्छ। अनि मान्छेहरूलाई खाने ठाउँ चाहिँ यहाँ बनाइन्छ। यहाँनिर बनाइन्छ खाने ठाउँ चाहिँ। अनि यो
खोर्सानीहरू चाहिँ कहाँ राख्नुपर्ने हो मिलाएर राखिन्छ। यस्तोमा पनि मौरीहरू आउँदो रहेछ। म त फुलहरूमा मात्रै आउँछ होला भनेको यस्तोमा पनि आएर बस्दो रहेछ मौरीहरू। यहाँ मौरी तोरा छैन। कहाँ कहाँ चाहिँ छ होला यसको वासस्थान चाहिँ। यहाँ ल्याएर राखेको अचार चाहिँ उयो थियो, घामले छेलेको थियो अनि यहाँ घाम छ अनि ल्याएर राखेको। आज त कस्तो एकछिन घाम लाग्छ एकछिन धुम्म हुन्छ। यहाँनिर चाहिँ यहाँभित्र चाहिँ यस्तो छ, साग पालुङ्गेहरू। यहाँ चाहिँ धनिया उमारेको उम्रिँदै उम्रिँदैन। मम्मीले चाहिँ काम गरिरहनु भएको छ। यहाँ हेर्नु नि यो मकै यत्रो लामो लामो भएको छ, फल चाहिँ लागेकै छैन। के हो यो फल? फल लाग्दैन। मकै चाहिँ यति बोटै उयसमा त अलिअलि लागेछ है फल त। यहाँनिर गिरौला त यहाँ फलै छ त, एक दुईवटा त, चारवटा चाहिँ देखेँ। यहाँ हेर्नु त, अब यहाँ धेर बेर बस्नु हुँदैन। यता चाहिँ देखिँदैन रह, उता भित्र चाहिँ रहेछ यसमा। यसको फल चाहिँ कुहिएर प्लात्त भएर भुइँमा यहाँनिर भुइँमुद्दी वरिपरि रह। अनि टिपेको केमा टिप्नु, यता उताको चाहिँ यता फ्याँकेँ। अब कहाँ केमा टिप्नु? एउटा यसको दानाहरू हेर्नु त, फ्यात भएर झरेर उयो। अब हो यस्तो चाहिँ टिपेर यो बकेटमा हाल्नु पर्यो अनि उहाँ ल्याएर फ्याँकिदिनु पर्यो। मल हुन्छ नि त, त्यहीँ कुहिन्छ अनि त्यहाँदेखि मल हुन्छ अरे। अब चाहिँ टिप्न लागेको त्यहाँनिर यति रह, अलिकति रहेछ, यति भएन अलिकति। अब टिप्छु है त, हेर्नु होला।
छिट्यो अब यो बोटको सबै उयो दानाहरू मुनि झर्छ अनि त्यही टिप्नको दास चाहिँ हुन्छ। अहिले त यति भेटाएँ। अघि मैले उपर फ्याँकिरहेको छु। अनि अब यहाँ कति छ 4 5 6 छ त छ होला। सबै झर्छ। हिजो मैले यहाँ उतापट्टिको भैरेहरूलाई उताको भैरेले चाहिँ यता यहाँनिर उयो गरिदियो, यहाँ काटिदियो झार। अनि अगाडि चाहिँ उता यहाँकोले काटिदियो। काटिदिएन। हाम्रोमा के अरे बुइनीहरू छैनन्, म सक्दिनँ भन्दै भनेकी थिएँ। अनि त्यहाँदेखि ल भनेर त्यसले अगाडिको काटिदियो, अर्कोले यताको काटिदियो। अनि यो सबै यस्तो चाहिँ दाना चाहिँ यो टिपेकी थिइनँ। अनि आज चाहिँ अब टिपेको। मम्मी यहाँ घोप्ट्याङ हेर्दै गर्नु होला। यहाँ हेर्नु नि, हेरेको एउटा यहाँ लागेछ गट्टा, एउटा यहाँ लागिरहेछ। दुईटा मात्रै मैले यहाँनिर देखेँ। तर पहिलाको जस्तो यस्तो लरिएर चाहिँ आएको छैन यसपालि। यो सानो घर कुटी घर चाहिँ हाम्रो हो।